खुशी, पीडा आदि सबबाट गुज्रदै ललितपुर अडिसनको यात्रा दोस्रो दिनसम्मका लागि घामसँगै बिस्तारै भोलिको सुनौलो बिहानीको पर्खाइमा रह्यो। छैन त सुन्दर हाम्रो देश र आवाज हाम्रो देशको। लेक बेसी गाउँ सहर सबैतिर छ निजी अनि सङ्गीत र सुरिलो आवाज। आउनुहोस् हामीसँग र गाउनुहोस् हामी माझ। तपाईहरूको आवाजलाई हामी प्रत्येक नेपालीको घर घर पुर्याउनेछौँ र छन्ने छ नेपालमा नेपालीले आफ्नो पहिलो The Singing Star। ललितपुर अडिसनको दोस्रो दिनमा पनि बिहानैदेखि कन्टेस्टेन्टहरू अझ बढी उत्साह र उमङ्ग लिएर अडिसन स्थलमा आएका थिए। हाम्रो अडिसनको लागि भनेर बिहानदेखि लाइनमा बसिरहनु भएको छ हाम्रो कन्टेस्टेन्टहरू। यहीँबाट देख्न सकिन्छ कि कति मोटिभेटेड हुनुहुन्छ आफ्नो अडिसनको लागि। लेट्स गो चेक आउट को हुनुहुन्छ। हेलो 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 नमस्ते। कहाँबाट आउनु भएको होला? कीर्तिपुरबाट आउनु भएको। कहिले भर्नु भयो फर्म? अस्ति दिन भयो, 3 दिन अगाडि। हैन नाम के तपाईको? मुस्कान। मुस्कान एकछिन मुस्काइदिनु त भइहाल्यो। स्पेक्स लगाइरहनु भएको भाइ हुनुहुन्छ है। पुलिस जिन्स व्हाट्स अप? फाइन। फाइन। अनि के छ हालखबर? कहाँबाट आउनु भएको? चापागाउँबाट। चापागाउँबाट। अनि कति बेलादेखि लाइनमा बस्दै हुनुहुन्छ यहाँ? एकछिन हो। एकछिन भइसक्यो है? भन्नाले धेरै नै भयो, 1 घण्टा जति भयो। 1 घण्टा जतिदेखि लाइनमा बसिरहनु भएको छ है। भोक लागेको छ कि छैन? ठिकै हल्का। बेहोसी पछि होसमा आउँदा क्या दामी भो, यहाँ पिउनेमा पिलाउनेको क्या बदनामी भो। जानी जानी आइन तिम्रो खुसीको छेडमा मेरी मायालु, रिसाले होइन लाजाले होइन। जजेसहरूको एक्सपेक्टेसन डे 1 मा भन्दा पनि डे 2 मा अझ बढेको थियो। म्याम नमस्ते। नमस्ते। हिजो हाम्रो अडिसनको पहिलो दिन ललितपुरको होइन, के कस्तो खालको पार्टिसिपेन्ट कन्टेस्टेन्टहरू आउनु भएको छ हाम्रो ललितपुरबाट? ललितपुरको हिजोको जुन चाहिँ आउने जति पनि भाइ बहिनीहरू थिए निकै एकदमै उत्साह बोकेको, केही अब साँच्चै नै एउटा स्टार बनौँ भन्ने खालको सबै पोजिटिभ एउटा एनर्जी बोकेको भाइ बहिनीहरू मैले देखेँ। त्यही भएर मलाई जे होस् एकदमै मैले फ्युचर चाहिँ मैले नेपाली सङ्गीतको जुन आकाश छ साँच्चै नै एउटा सङ्गीतमय एकदमै धेरै स्टार्सहरू चाहिँ हुन्छन् भन्ने म विश्वस्त छु। जजमेन्ट गर्न कतिको गाह्रो रहेछ म्याम? साँच्चै नै गाह्रो, किनभने धेरैजना त्यस्ता खालका कलाकारहरू आउनुभयो कि राम्रो पनि होइन नराम्रो पनि होइन, तर उनीहरूलाई अलिकति मेहनतको खाँचो भएको धेरैजना कलाकार चाहिँ मैले त्यस्तो देखेँ। नराम्रो हो भने पनि सिधै फाल्नलाई सजिलो हुन्छ, राम्रो भयो भने सिधै लिनलाई सजिलो हुन्छ, तर जुन चाहिँ बिच खाले छ नि त्यो बिच खालेलाई चाहिँ छान्नुलाई साँच्चै नै अप्ठ्यारो परेको हो हिजो चाहिँ। आज पनि हाम्रो ललितपुरको दोस्रो दिन अडिसनको दोस्रो दिन होइन, के कस्तो एक्सपेक्टेसन बोक्नु भएको छ हाम्रो प्रतिस्पर्धीहरू कन्टेस्टेन्टहरूबाट? आज बाहिर यसो हेर्दाखेरि चाहिँ हिजो मैले देखेको चाहिँ नि महिला कलाकारहरू होइन जो बहिनीहरू चाहिँ एकदमै कम थिए हिजो। आज चाहिँ अलिकति धेरै देखेर आफूले खुसी लागेर चाहिँ एउटा महिला कलाकारको हैसियतले पनि, र मैले विश्वास गरेको छु हिजोको भन्दाखेरि चाहिँ आज अझै राम्रो राम्रो कलाकारहरू सायद हामीले भेट्छौँ होला। नमस्ते। नमस्ते। एकदम स्टाइलिस देखिरहेको छु मैले उहाँलाई, ह्याटमा हाम्रो स्टिकर राखेर। कहाँबाट आउनुभयो? माडोलबाट। कस्तो छ प्रिपेरेसन? ठिकै। अलिक नर्भस देखिरहेको छु नि हो? नर्भस त भइहाल्छ नि। कुन गीत प्रिपेयर गर्नु? बैगुनीले छाडेपछि। नमस्ते। नमस्ते। मेरो नाम रूपेश खाती हो, म माडोलबाट आएको। म चाहिँ बैगुनीले छाडेपछि भन्ने गीत गाउँदैछु। हस् गाउनुहोस्। बैगुनीले छाडेपछि कसको के नै लाग्छ र, धोका खाने माया लाउन कसलाई रहर जाग्छ र। रूपेश भाइ हजुर। योभन्दा अगाडि नजाउँ, तपाईँ अहिलेलाई सेलेक्ट हुन सक्नु भएन मेरो तर्फबाट। मेरो नाम शम्भु रेखा हो, हुँदा त म सुदूरपश्चिम धनगढीबाट हो, तर यहाँ अहिले स्टडीको सिलसिलामा कलङ्की बस्छु। हजुर सुरु गर्नु। ल नौलो छ यो आवाज, नयाँ लाग्छ यो मौसम, सुस्तरी सुस्तरी बग्दैछ यो पवन, तिम्रो रूपको रङले हो कि मेरो यो ढङ्ग आज कस्तो अनौठो भयो,
म त जानु पर्ने पूर्व तर लागे आउनुहोस् छिट्टो 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 थ्याङ्क यू म्याम थ्याङ्क यू सो मच थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयो सारा यादहरू प्र्याक्टिसमै छैन अनि कसरी आएको सिङ्गिङ स्टारमा हुनुको लागि त आफूसँग सबभन्दा पहिला त गाउने पावर हुनु पर्यो नि त प्र्याक्टिसै नगरी आउने हाम्रो टाइम मात्रै वेस्ट भयो त टाइम वेस्ट गरेर त भएन नि त मलाई त एकदम मलाई ठिक लागेन थ्याङ्क यू शान्त बहिनी कता कता आउनुहोस् यता लिएर जानु ल कङ्ग्रेचुलेसन अलिक मेहनत गरेर आउनु है ल बधाई छ खै यता ल ल ल है अलिक मेहनत गर्नुपर्छ है त जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो हो बुझ्नै सकिन नाम के भन्नुभयो मेरो नाम विकास राणा विकास हजुर गाउनुहोस् त अर्को अलिकति रिदममा हामीलाई स्वर राम्रो छ तपाईँको बेहोस पछि त होसमा आउँदा क्या दामी भो बेहोस पछि त होसमा आउँदा क्या दामी भो यहाँ पिउनेमा पिलाउने पोको क्या बदनामी भो यहाँ पिउनेमा पिलाउने पोको क्या बदनामी भो लौ है माया सुटुकै आउनु है हो लौ है माया सुटुकै आउनु है मेरो आँखाको बाटो गरेर मेरो आँखाको बाटो गरेर मेरो मन मन्दिरमा घर जाम बसाउनु है लौ है माया सुटुकै आउनु है सुटुकै होइन निर्धक्क आउनु छिट्टो त्यो प्रेमको बलिदानमा कसरी भुल्न सक्छु त्यो प्रेमको बलिदानमा कसरी भुल्न सक्छु दिदी यस्तो के जुन गीत मैले चुज गरेँ नि त्यो गीत म्यामहरूले बुझ्नु भएन होइन अनि एकैचोटि अर्को गीतको अफर गर्नुभयो अर्को गीत त्यति मलाई थाहा पनि थिएन त्यही भएर गीत प्र्याक्टिस गरेर जानुभएको थियो मैले कुन निकुन भन्ने एउटा गीत प्र्याक्टिस गरेको थिएँ होइन त्यो गीत चाहिँ म्यामहरूलाई थाहा भएन अरे के नमस्ते दाई सेलेक्ट हुनु भएन कतिको दुःख लागिरहेछ दुःख त खासै लागेको छैन होइन काठमाडौँको लागि ट्राई गर्छु नमस्ते किनकि मलाई म्यामले 1 महिनामा सेल्स चान्स दिनुभएको छ है उहाँले मेरो भोकललाई चाहिँ उहाँले एकदम मन पराइदिनु भयो है किनकि म गीत चाहिँ म चर्चमा मात्रै गीत गाउँछु यस्तो अब गीत गाउँदिनँ त्यही कारण मलाई धेरै आउँदैन मैले हल्का मात्रै गाएको थिएँ अनि उहाँले मलाई के भन्नुहुन्छ भने तपाईँले पुरै गीतहरू गाउनुहोस् भन्नुभएको थियो त्यस कारण मैले सानो टुक्का मात्रै लिएर आएको थिएँ मलाई थाहा थिएन पुरै गीत गाउनु पर्छ भनेर नमस्ते म्याम नमस्ते मेरो नाम जागेश्वर जागेश्वर ल हामीलाई जगाइदिनुहोस् त निन्द्रा लागिरहेछ लाग्छ मन हेरिरहँ एक नासु तिमीलाई लाग्छ मन हेरिरहँ एक नासु तिमीलाई जीवनभर हेरिरहँ सरी मिस म फेरि रिपिट गर्छु के भयो हामीलाई जगाइदेऊ भने त तिमीले अनि आफै चाहिँ निदाएर धुमधाम कि हामीलाई कसरी जगाउने नमस्ते नमस्ते गाउँदा हुन्छ नाम भन्नु न पहिला तिम्रो नचालु आँखाले मलाई मार्यो
नाम हाम्रो नाम आँखाले नाम बस्छ नाम